सेवान्ने सम्पूर्णमा र आज चाहिँ डे 2 है। अब हाम्रो फेरि काम स्टार्ट हुनै लागेको छ अनि बिहानभरि चाहिँ अरू काम गरियो। सो फेरि पनि आज चाहिँ यो जोतेको बारी हैन, यो चाहिँ बाँझो बारी हो। यो बाँझो बारी फेरि खन्नु छ हो, जोतेको छैन यो चाहिँ। आज फेरि यो खन्नु छ। सो हेर्दै गर्नु होला हजुरहरु है त। साथीहरु आज सेकेन्ड डे आज पनि खनेरै बित्यो। यो चाहिँ बाँझो बारी हो नि त कि नजोतेको। सानो सानो कल्लामा चाहिँ गोरु जाँदैन नि त। गोरु नगएपछि चाहिँ अन्त हातले खन्नु पर्छ यसरी। यो चाहिँ यहाँ चाहिँ अलिअलि बादमा सब्जीहरु लगाइ खानुहुन्छ भनेर आको बेलामा अलिकति फेरि अस्तिको दिनको हल्का पानीले अलिकति भए पनि भिजेको थियो कि, त्यही भएर चाहिँ मैले बाँझो बारी खनेको। गोरुले जोतेको चाहिँ अरू छ। यो चाहिँ बाँझो बारी हो। यसमा चाहिँ सब्जीहरु लगाइ खानुहुन्छ भनेर अलिक चिसो अस्तिको दिनको पानीले अलिअलि भए पनि भिजेछ कि, त्यही भएर चाहिँ खनिदिइराखेको। आको बेलामा खनिदिइराख्यो भने बादमा मम्मीले सब्जी लगाउनुहुन्छ। अन्त फेरि घाम लाग्यो भने त चाम्रो न चाम्रो हुन्छ हैन। त्यही भएर चाहिँ आको बेलामा खनिदिइराखेको मम्मीलाई सजिलोको लागि। आज चाहिँ डे 2 गाइस, सेकेन्ड डे। साथीहरु आजको काम चाहिँ पर यो यहाँदेखि चाहिँ स्टार्ट गरेर ल्याएको हो। यहाँनिर चाहिँ यो अम्बकको उयो थियो कि, हल्का काटिदिएको। यो शीत हुन्छ भनेर कि यहाँदेखि परदेखि थालेर ल्याएको बाँझो बारी हो यो चाहिँ डल्लै। यत्रो चाहिँ खनियो हो आजको काम चाहिँ। देख्नु हुँदैछ होला हजुरहरूले, परदेखि थालेर ल्याएको हो बाँझो बारी हो यो चाहिँ। यति चाहिँ गरियो चाम्रो। अरू दिनभन्दा चाहिँ अलिकति चाम्रै थियो यो चाहिँ। अनि नि साथीहरु यो ढुङ्गाको चाहिँ छुट्टै कहानी छ क्या। पहिला नै म सानो हुँदाखेरि स्कुल गएको हुन्थेँ। त्यस्तै 1-2 क्लासमा पढ्दा होला, 1, 2, 3 तिर पढ्दा मम्मीहरू चाहिँ यता बारीमा काम गर्नुहुन्थ्यो नि त। यहाँ काम गर्नुहुन्थ्यो। अनि म चाहिँ यहाँ आएर सानो थिएँ नि त। अब त्यति बेला चाहिँ यहाँ आएर बस्थेँ हो। खेल्थेँ भनौँ न, खेल्थेँ सानो हुँदा। त्यहाँदेखि चाहिँ यहाँ पल्लो उयसको चाहिँ त्यहाँको पनि एकजना छोरी थियो है, ऊ चाहिँ खस्यो। ऊ पनि खेल्नु आउने हैन। यो ढुङ्गा चाहिँ मलाई त्यो याद आयो क्या, तपाईलाई देखाउनु मन पर्यो। यो ढुङ्गामा चाहिँ म हेर्नुस् त कत्रो छ। म यहाँ सुत्थेँ पनि, यहाँनिर तेर्सो परेर सुत्थेँ पनि हो। सो हजुरहरूलाई देखाउनु मन परेर देखाएको हो। आजको काम चाहिँ यहाँदेखि चाहिँ लगेर गएको चाहिँ तपाईँको परसम्म, परसम्म यत्रो चाहिँ खनियो। यो चाहिँ बाँझो बारी हो, नजोतेको, हातले खनेको। बादमा यसो सब्जी पात के लगाइ खानुहुन्छ भनेर। सो गाइस यति नै हो। यो ढुङ्गा चाहिँ त्यो याद आयो क्या। सो गाइस आजको दिन चाहिँ यसरी बित्यो सिम्माको है। हजुरहरूलाई यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला भिडियोलाई है। हस् त। अनि मेरो दाउराको भारी हेरिहाल्नुहोस् पछाडिपट्टि हो। डोको कैसा लगा कमेंट करना, ठीक है गाइस। सो आज का लागि यति नै। आज के लिए इतना ही। सब लोग कमेंट करना गाइस। बाय बाय एवरीवन, टेक केयर। देखो ना गाइस, ये क्या है। देखो ना यहाँनिर यत्रो खने हैन, डल्लै खनिसकेर अब लास्टमा चाहिँ यहाँ फेरि दाउरा लिएर जाँदैछु हो। देखो न गाइस, दाउराको भारी मेरो अब चाहिँ सकेको अवस्था। अब यो लिएर जानुपर्छ घर।